लगेर वेलकम ब्याक टु माई च्यानल न्यू डे होइन। अब भ्लग चाहिँ भन्दिनँ किनकि यो चाहिँ भ्लग होइन केटा हो, यो चाहिँ भनेको रियाक्सन भिडियो। अनि एउटा कुरा नि केटा है, मैले भ्लगहरू अहिले खासै हालेको छैन त छ मसँग। मैले भिडियोहरू चाहिँ बनाएको, भ्लगहरू पनि बनाएको होइन, मसँग छ, एडिट गर्ने भ्याएन। अनि एउटा कुरो यसमा स्टोरेज फुल भयो, त्यही भएर हो अहिले दिन रुकेको। म अहिले दिन भन्दा नि महिनै भयो होला हौ होइन। हामी कोरी कहिले गएको, कोरीको भ्लग पनि छ है केटा हो मसँग, कोरी गएको भ्लग पनि छ। त्यही नि एडिट गर्न भ्याएन, उता तर्नु गएको नि एडिट गर्न भ्याएन केटा हो। ल जो भनेको अब पछि पछि हाल्दै गरौँ न केटा हो होइन। छ अब एडिट गर्छु, म हाल्छु। ल आज चाहिँ के कुरा हो भन्दा होइन, आज चाहिँ हामीले एउटा गीत निकालेको छौँ होइन। हामीले भन्दा नि दाईहरूले, मेरो दाई दिदीहरूले निकाल्नु भएको छ होइन गीत चाहिँ। त्यसको आज रियाक्सन भिडियो म ल्याउँदैछु। मलाई फेरि हल्का फेरि बोल्न आउँदैन केटा हो होइन, डोन्ट माइन्ड होइन। के बोल्यो मलाई आफै थाहा हुन्न, अब आफ्नो मनमा जे आयो त्यही बोलिदिएको मैले होइन, त्यही हो। अनि आज चाहिँ रियाक्सन भिडियो, त्यही बुझ्नु न, आज चाहिँ रियाक्सन, मैले रियाक्सन भिडियो लिएर आएको छु भनेर होइन। ल गीतको नाम चाहिँ अन्तिम चोट छ होइन केटा हो। अब हजुरलाई नि फुल भिडियो हेर्न मन, फुल गीत हेर्नु मन छ भने यता कतै च्यानलको नाम राखिदिन्छु होइन, त्यहाँ गएर हेर्नु होला। अब चाहिँ हेर्नु त केटा हो, हेडफोन जोड्नु पर्ने हुन्छ। यसमा ब्लुटुथ अन छ कि छैन फेरि हेर। एकछिन है केटा है, यसमा ब्लुटुथ जोडियो, यसमा जोड्नु पऱ्यो म। ल है एकछिन है। च्यानलको नाम चाहिँ केटा हो, यसमा फेरि रेकर्डिङ गर्ने बिर्सेको। च्यानलको नाम चाहिँ केटा हो होइन, फुटेज सिनेमा छ होइन, गएर हेर्नुहुन्छ अन्तिम चोट होइन। अनि यहाँ हुन्छ कास्टमा चाहिँ अर्पिता गुरुङ, सुनिश्चित गुरुङ हुनुहुन्छ भने हाम्रो के हो हेर केटा हो यार, यहाँ कस्तो कस्तो क्यारेर देखाएको भिडियो हेरौँ है केटा है। ल रेडी 1 2 3 गो। मैले हेरेको छैन है केटा है, मैले हेरेको छैन। म सिधै रियाक्सन भिडियो बनाउँछु त्यति बेरै हेर्छु भनेर हो, मैले हेरेको छैन, आज हेर्नु लाग्यो है त हजुरसँग। अनि यो पुल देख्नुहोस् नि केटा होइन, कोही कोहीले चिन्नु भएन भने होइन, यो पुल चाहिँ हाम्रै गाउँतिरको यहीँ तल छ होइन, येल्लो ब्रिज हो यो चाहिँ है। माया त म पनि गर्थे तर तिमीले बुझेनौ, हाँसोभित्र लुकेको पीडा तिमीले देखेनौ, रातभर रुन्छु। अनि केटा हो त्यो अघिको भर्खरको त्यो छ नि, त्यो चाहिँ क्याफे हो। त्यो क्याफे चाहिँ कता छ भन्दाखेरि, त्यो क्याफेको नाम चाहिँ बिर्सेँ मैले केटा हो होइन, तर क्याफे चाहिँ कहाँ छ भन्दाखेरि ठ्याक्कै सेदीको त्यो चौकीको यतापट्टिको त्यो एउटा सिडी छ, त्यहाँबाट माथि गएपछि ठ्याक्कै त्यो क्याफे त्यही छ। अनि यो उस चाहिँ के हो, यो के हो के यो 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 चाहिँ यो सुटिङ गरेको चाहिँ बिर्सेँ यार केटा मैले। नाम तिम्रो चार्दै तर बिहान फेरि हाँस्छु, छुटो मुस्कान देखाउँदै। अब म पनि थाके सम्झनामा बाँच्न, माया गरेर आफैलाई हराउन, तिमी बिना पनि म बाँच्न सक्छु। अब यो मन तिमीलाई माफ गर्न सक्छु। यो हाँसे छ बे, यो हाँसेको पनि हाल्दैछ बे फेरि एकचोटि केटा है, वान्स मोर।
यसलाई हेरेर आउनु है यताबाट अब के भन्ने हुन्छ यो उस राम्रो भएर होला हैन दाइहरुले नि यो हालिदिनु भएको हुन त यति धेरै फोकस जान्न नि त किनकि मैले चाहिँ यो ठ्याक्कै हेर्ने बित्तिकै मैले झ्याप्पै देखिहालेँ यसलाई यता चाहिँ म मेरो फोकस यतातिर भएर ठ्याक्कै यतातिर फोकस भएको मान्छेहरु देख्ने केटा है ल फेरि स्टार्ट है तिमीले माया भन्यौ तर खेलौ खेल मात्रै म चाहन्थे दिलको कुरा तिमी चाहियौ मेल मात्रै सपना सबै टुटे आँखा पनि सुखा भए अब तिमी फर्किए पनि ढोका बन्द भइसके माया त अझै बाँकी छ तर भरोसा छैन फेरि चोट खाने डरले यो मन बोल्दैन विदाई गरौ शान्त मनले किनकि म अब आफैको बन्ने छु पूर्ण मनले सक्यो क्या रहेछ अझै छ केटा छ है माया त म पनि गर्थे साइडमा नछ हुन्छ है केटा है के गर्नु हाँसो भित्र अर्पिता गुरुङ सुनिश्चित गुरुङ समन गुरुङ आशिष सुनार जीवन गुरुङ एलेक्स स्टुडियोबाट है केटा है एलेक्स स्टुडियोबाट बनाएको यो चाहिँ गीत चाहिँ एलेक्स स्टुडियोबाट बनाएको अनि उस चाहिँ एडिटिङ चाहिँ सजगन तामाङ रे बाट डाइरेक्टर चाहिँ हाम्रो आशिष दाई अनि क्यामेरा क्रास अर्जुन तामाङ हैन अरु चाहिँ अरुलाई चाहिँ मैले खासै चिन्दिन है अनि स्पेशल थ्याङ्क्स केटा हो हेरे हुन्छ आफै निकेश तामाङ सुशान परियार होटल वाइक्यू यो केटा अघिको त्यो छ नि त्यो सिन देखाएको नि त्यो क्याफेको त्यो चाहिँ यही हो हैन होटल वाइक्यू के त्यो भनेको चाहिँ सेतीको ठ्याक्क त्यो चौकेको तपट्टि त्यो सिडी भन्दा माथितिर छ त्यो चाहिँ हैन अनि दिपेश क्रोमजे हैन बिल्स होम रे यही उसै हो त्यो अनि त्यो अघि देखाएको थियो नि त्यो प्लटको उस देखाएको थियो नि त प्लटको सिन देखाएको थियो त्यो चाहिँ यही हो हैन अनि दिपेश क्रोमजे भनेको एउटा मै भए औसम गुरुङ अनि भिडियो गीत चाहिँ यति नै हो हैन केटा गीत चाहिँ यति नै हो अब गीत चाहिँ यति नै हो अब हजुरले फुल भिडियो हेर्न मन छ भने मैले अघि नै भनिहालेँ हैन फोटेज सिनेमासमा जानु हैन हेर्नु फुल गीत त्यही छ अनि अब के भन्ने अब यति नै हो जस्ट एउटा दुइटा मिस्टेक चाहिँ भेटाएँ मैले त्यही अब त्यो चाहिँ अब के भएन मलाई त्यो थाहा भएन मैले किनकि पहिले भिडियो हेरेको थिएन नि त अहिले भर्खरै हेरेको मैले अहिले भर्खरै थाहा भयो अब कोही कोहीले देख्ला कोही नदेख्ला हैन त ठिकै हो एडिटिङ त दामी छ दाइहरुको एडिटिङ चाहिँ दामी छ गीत पनि दामी छ अब रिलिक्स अब अलि दिनपछि हाल्नुहुन्छ भन्ने हो दाइलेहरूले त्यही हो ल केटा हो अब आजको लागि यति भन्दैमा हैन म बिदा माग्न चाहन्छु ल है त केटा बाई बाई